हाम्रो मनसुन पूर्व तयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 छ। त्यसअनुसार हामीले हालसम्म 21,000 प्लस सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद व्यवस्थापनमा अनुशिक्षण तालिम गराएर खटाइसकेको छौँ भने असार मसान्तसम्ममा सबै 37,000 फौजलाई यो अनुशिक्षण तालिम गराउने हाम्रो योजना छ। र अर्को भनेको जस्तो विपद प्रतिकार्यको निमित्त हामीले विभिन्न स्थानमा सबै कार्यालयहरूमा 8,000 प्लस कर्मचारीहरू 24 घण्टा स्ट्यान्ड बाई रहने गरेर राखेका छौँ। हरेक कार्यालयमा विपद फोकल पर्सन तोकेका छौँ। उहाँहरूको नम्बरहरू तत्त जिल्लाहरूमा जिल्ला विपद व्यवस्थापन समिति र उहाँहरूको प्रतिकार योजनामा छ। फोकल पर्सनहरू सम्पर्कमा रहनु भएको छ। उहाँहरूको नम्बरहरू सार्वजनिक छ। उहाँहरू सम्पर्क रहने गरेर त्यसै समन्वयको लागि खटाइएको छ। र अर्को महत्त्वपूर्ण समन्वयको पाटो विपद जोखिम न्यूनीकरण प्राधिकरण NDRRMA र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, त्यसैगरी प्रादेशिक कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र छ। हामी NEOC, NDRRMA, NEOC, PEOC, DEOC भन्छौँ। ती सबै ठाउँमा सशस्त्र प्रहरीका कर्मचारीहरू 24 घण्टा समन्वयको लागि रहनुहुन्छ। जस्तोसुकै विपद परेर आउने कलहरूको सूचनाहरूको उहाँहरूले रेस्पोन्स गर्नुहुन्छ र त्यसै अनुसार आफ्नो अपरेसनल युनिटमा खबर गरेपछि हामी त्यहाँबाट पनि खटिन्छौँ।